स्ट्रक्चर अफ ह्युमन हार्ट भनेर भन्छौँ हामीले। बाहिर देख्दाखेरि देखिने स्ट्रक्चर चाहिँ यो भयो है तपाईँहरूको बुकमा यहाँ जुन दिइरहेको छ नि यो चाहिँ हाम्रो बाहिरी स्ट्रक्चर हो। हामीले चाहिँ डिस्क्राइब गर्दाखेरि चाहिँ इन्टरनल स्ट्रक्चर अफ द हार्टलाई चाहिँ डिस्क्राइब गर्नुपर्ने हुँदाखेरि यहाँ सबैजनाको अब ध्यान छ सबैजना कन्सन्ट्रेट हुँदैन नसुत्नुहोस् है कोही पनि हातबाट छोड्नुहोस् बेन्च। मानव मुटु भनेको हाम्रो छातीमा रहने भयो। छातीभन्दा माथिको रगत पनि मुटुमा जानु पर्यो, मुटुबाट मासतिर पनि पठाउनु पर्यो, मुटुबाट रगत अघिल्लोको पोर्सनमा पनि पठाउनु पर्यो र त्यहाँ रहेको फोहोर रगतलाई पनि लिएर आउनु पर्यो हो। यो दुईटै प्रक्रिया चाहिँ सँगसँगै गर्नुपर्ने हुन्छ। सो हामीहरूले यो पृष्ठलाई सबैजनाले प्लिज ध्यान दिएर याद गरौँ। म तपाईँलाई पहिला अलिकति यसको साइनहरू भनिदिन्छु, त्यस पछाडि तपाईँले यो कुरालाई याद गरिराख्नु होला। यहाँ निलो र रातो दुई प्रकारको रगतहरू दिइरहेको छ। कलेजलाई ध्यान, निलो रगत भनेको मतलब फोहोर रगत। जति पनि तपाईँले यहाँ निलो रगत देखिराख्नु भएको छ नि यो रगत भनेको चाहिँ डिअक्सिजनेटेड ब्लड होइन, यो चाहिँ अक्सिजनेटेड ब्लड होइन है, भनेको यो चाहिँ फोहोर रगतहरू भयो। तर यहाँ जति रातो रङहरू देखिराख्नु भएको छ नि हजुरहरूले त्यसलाई चाहिँ भन्छौँ हामी अक्सिजनेटेड ब्लड भनेर भन्छौँ। हाम्रो शरीरमा विभिन्न कामहरू गर्दाखेरि विभिन्न पोर्सनमा फोहोरहरू कलेक्सन भइरहेको हुन्छ। रेखा माथिको भागबाट यसलाई भन्छौँ हामी सुपेरियर भेना काभा। के भन्छ अरे? सुपेरियर भेना काभा भन्छौँ। यहाँ तल्लो पोर्सनलाई भन्छौँ हामी इन्फेरियर भेना काभा। के भन्छ अरे? दुईवटा नाम भने मैले एउटा भने सुपेरियर अर्को भने इन्फेरियर, दुईटैको नाम हो भेना काभा है। आर्टरिज भेन्स भनेर म्यामले अस्ति नै भनिरहेको छु भनेको धमनी सिराहरू भनेर भन्नाले त्यसमा सबै सिराले फोहोर रगत बोक्दछन्। सबै सिराले फोहोर रगत बोक्दछन् भने यो सुपेरियर र इन्फेरियर भेना काभा भनेको पनि सिरा हुन्। यिनीहरूले फोहोर रगत लिएर आउनु पर्यो। त्यो रगत ल्याएर यिनीहरूले कुन पोर्सन तिमीहरूले देख्यो यहाँ लेखेको छ नि राइट अट्रियम लेखेको छ, त्यसलाई हामी राइट अरिकल पनि भन्छौँ। सुरुमा मैले अलिकति अझै पनि छोडेको छु। मुटुमा 4वटा कोठा हुन्छ, यो कुरालाई तिमीहरूले पहिला सुरुमा याद गर्नु। मुटुमा रहेको 4 कोठा मध्ये माथिको कोठालाई हामी अरिकल वा अट्रियम भन्छौँ भने तल्लो कोठालाई चाहिँ हामी भेन्ट्रिकल भनेर भन्छौँ। यतापट्टि साइडमा दाहिनेपट्टि साइडमा रहेकोलाई हामी राइट अरिकल राइट भेन्ट्रिकल भन्छौँ। माथिलाई अरिकल तल्लोलाई भेन्ट्रिकल। माथिलाई के भन्छ अरे? तल्लोलाई भेन्ट्रिकल। राइट साइडमा भएकोलाई राइट अरिकल राइट भेन्ट्रिकल, लेफ्ट अरिकल लेफ्ट भेन्ट्रिकल। यसरी मानव मुटुमा जम्मा 4वटा कोठा हुन्छन्। यति याद गरौँ कि राइटपट्टि साइडमा फोहोर रगत हुन्छ जहिले पनि। राइटपट्टि साइडमा कुन रगत हुन्छ अरे? लेफ्ट साइडमा जानासाथ त्यो रगत के भइदिन्छ भन्दाखेरि सफा भइदिन्छ। सफा हुने प्रक्रिया हामीले अब डिस्क्राइब गर्ने हो। सबैजनाको फोकस यता प्लिज ध्यान। अब सुपेरियर भेना काभा र इन्फेरियर भेना काभाले शरीरको विभिन्न भागमा रहेको फोहोर रगतलाई सङ्कलन गरेर ल्याइदिन्छ र खोलिदिन्छ राइट अरिकलमा। कहाँ खोल्छ अरे? राइट अरिकल र राइट भेन्ट्रिकलको बिचमा यहाँ हेर्नु त यस्तो सेतो एउटा देखिरहेको छ तिमीहरूले, यहाँ देख्यौ यस्तो भल्भ हुन्छ। यो भल्भलाई भन्छौँ हामी ट्राइकस्पिड भल्भ भन्छौँ। के भन्छ अरे? राइट अरिकलमा आयो रगत जम्मा भयो, त्यो अवस्थामा यो भल्भ बन्द भइरहेको हुन्छ। जब पुरै भरिन्छ नि अब यसले प्रेसर दिन्छ। प्रेसर दिए पछाडि यो ढोका के हुन्छ त आफै खुल्छ, यो भल्भ खुल्छ। भल्भ खुलेपछि यो राइट अरिकलमा रहेको ब्लड अब कहाँ क्रसिङ गयो त? राइट भेन्ट्रिकलमा कहाँ जान्छ अरे? राइट भेन्ट्रिकलमा जानासाथ अब यो भल्भ फेरि अटोमेटिक आफै बन्द हुन्छ। यो कुरा याद गर है। अब यहीँ रगत रहिरहन सक्दैन, किन भन्दाखेरि राइट अरिकललाई त फेरि अर्को रगत आइसक्छ नि त। यसले के गर्नुपर्ने हुन्छ त? ब्लडलाई चाहिँ पुस गर्नुपर्ने हुन्छ। अब यहाँ राइट भेन्ट्रिकल र यो एउटा ठुलो मूल नसा तिमीहरूले यहाँ देखिरहेछ, यसको नाम हो पल्मोनरी आर्टरी। सबै आर्टरीले शुद्ध रगत बोक्छ एक्सेप्ट पल्मोनरी आर्टरी। याद गर्नु, सबै धमनीले शुद्ध रगत बोक्छन्, कुन धमनीले मात्र अशुद्ध रगत बोक्छ भन्यो भने नाम भन्ने
पल्मोनरी आर्टरी भनेर लेख्ने पल्मोनरी पल्मोनरी कुन आर्टरी रे पल्मोनरी आर्टरी है दुलो भाइ नसुत प्लिज सिधा बस्छ है राइट अरिकलबाट रगत कहाँ जान्छ रे राइट भेन्ट्रिकल राइट अरिकल र राइट भेन्ट्रिकलको बीचमा कुन भल्भ छ रे ट्राइकस्पिड यसको अर्को नाम पनि छ राइट अट्रियो भेन्ट्रिकुलर भल्भ पनि भन्छ यसलाई है राइट अट्रियो भेन्ट्रिकुलर भल्भ पनि भन्छ वा यसलाई हामी भन्छौँ ट्राइकस्पिड भल्भ हुन्छ अब यो भल्भ बन्द भएपछि यहाँ रगत रहन्छ यो रगत यहाँ फेरि अर्को भल्भ देख्यो हो यो भल्भको नाम हो पल्मोनरी भल्भ रगत के भएको छ यो पल्मोनरी आर्टरीले लिएर खुल्या यहाँ दुईटा यहाँ हाँगा फाट्यो हेर त यहाँसम्म मेन गइरहेको थियो एउटा हाँगा फाट्यो कि फाटेन यसले लान्छ लेफ्ट लङ्समा लान्छ कहाँ लान्छ रे यतापट्टि अर्को यहाँ साइड हाँगा अर्को पनि छ यतापट्टि अर्कोले लङ्स यो चाहिँ राइट लङ्स हो के हो रे राइट लङ्स अब हेर है म फेरि एकचोटि दोहोऱ्याउँछु सबैजनाको प्लिज कन्सन्ट्रेसन यहाँ आउनुहोस् है शरीरको विभिन्न भागबाट रगतहरू बोकेर भेन्सहरूले लिएर आउँछन् भेन्सहरू करेक्सन हुँदै हुँदै सबैभन्दा मेन वा ठुलो भेन्सलाई भन्छौँ हामी भेना काभा भनेर भन्छौँ माथिको साइडकोलाई भन्छौँ सुपेरियर भेना काभा तल्लो साइडमा रहेकोलाई भन्छौँ इन्फेरियर भेना काभा यो सुपेरियर र इन्फेरियर भेना काभाले बोकेको रगत गएर हाम्रो अरिकलमा खुल्छ कुन अरिकलमा खुल्छ राइट कुन अरिकल राइट अरिकल र राइट भेन्ट्रिकलको बीचमा भल्भ रहेको हुन्छ कुन भल्भ हुन्छ ट्राइकस्पिड भल्भ हुन्छ अब यो भल्भ खुल्दिन्छ राइट अरिकलमा रहेको रगत राइट भेन्ट्रिकलमा जान्छ राइट भेन्ट्रिकलमा गएपछि फेरि यहाँ त अर्को रगत आएर जम्मा भइसक्छ अब यो रगत यहाँ रहिरहन सक्दैन यसले फेरि अर्को भल्भ खोलिदिन्छ र त्यो रगत चाहिँ पल्मोनरी आर्टरीले लिएर लङ्समा पुर्याउँछ लङ्समा हामी सास लगातार फेरिरहेका हुन्छौँ यसरी हामीले सास फेर्दा अक्सिजन ग्यास तानिरहेका हुन्छौँ हो कि होइन त हाम्रो लङ्समा एल्भियोली भनेको साना साना फोका जस्ता हुन्छन् तिनीहरूमा अक्सिजन हुन्छन् हाम्रो रगत हो रगत भन्नुको मतलब त्यो रगतमा कार्बन डाइअक्साइड ग्यास हुन्छ कुन ग्यास हुन्छ रे अब मुटुमा रहेकोबाट गएको रगत र लङ्समा रहेको ग्यासेस बिचमा एक्सचेन्ज हुन्छ ग्यासेसहरू रगतमा रहेको कार्बन डाइअक्साइड फोक्सोले लिन्छ फोक्सोमा भएको अक्सिजन कसलाई दिन्छ त रगतलाई दिन्छ मुटुलाई दिँदैन त्यहाँ रगतलाई दिन्छ भन्नु पर्यो तपाईँहरूले फेरि भन्छु सुन्नुहोस् है पल्मोनरी आर्टरीले रगत लिएर कहाँ गयो त लङ्समा गयो फोक्सोमा गयो कहाँ गयो फोक्सोमा गयो फोक्सोमा हामीले सास फेरि राख्दाखेरि अक्सिजन ग्यास रहेको हुन्छ कुन ग्यास रहेको हुन्छ त्यो अक्सिजन ग्यास रगतले लिन्छ रगतसँग भएको कार्बन डाइअक्साइड कसले लिने भयो राइट अरिकल भेरी गुड राइट अरिकलमा खोल्यो राइट अरिकल र राइट भेन्ट्रिकलको बिचमा कुन भल्भ छ रे अब राइट अरिकल भइसके पछाडि त्यो भल्भ के भइदिन्छ फुल्छ फुली पछाडि त्यो फोर रगत राइट भेन्ट्रिकलमा पुस हुन्छ किन भन्दाखेरि शरीरमा कन्टिन्युअस हुनु पर्यो राइट भेन्ट्रिकलबाट पल्मोनरी वा पल्मोनिक पनि भन्छौँ हामी यसलाई भल्भलाई यो भल्भ खुल्छ र पल्मोनरी आर्टरीले रगत लिएर फोक्सोमा जान्छ पल्मोनरी आर्टरी मात्र यस्तो एउटा आर्टरी हो जसले त्यो रगत बोक्दछ भनेको कार्बन डाइअक्साइड भएको रगत बोक्दछ बाँकी सबै आर्टरी शुद्ध रगत मात्र बोक्दछन् अब लङ्समा गयो लङ्समा भएको अक्सिजन रगतमा रहेको अक्सिजन लिइसके पछाडि अब रगत त शुद्धिकरण भयो शुद्धिकरण रगत पनि यतापट्टि यस्तो दुईटा देख्यो यहाँ पनि दुखेको छ है तिमीहरूले
हो यतापट्टिबाट लेफ्ट साइडबाट अब यसलाई भन्छौँ हामी पल्मोनरी भेन भन्छौँ भनेको सबै भेन्स वा शिरा भेनलाई शिरा भन्छौँ नेपालीमा सबै शिराले 4 रगत बोक्दछन् एक्सेप्ट पल्मोनरी भेन्स ले मात्र शुद्ध रगत बोक्छ के याद गर्नु पल्मोनरी मात्रै याद गर्यो भने तिमीले दुईटैको नाम आउँछ सबै आर्टरिजले शुद्ध रगत बोक्छन् पल्मोनरी आर्टरीले मात्र 4 रगत बोक्छ सबै भेन्सले अशुद्ध रगत बोक्छन् भनेको 4 रगत बोक्छन् पल्मोनरी भेन्सले मात्र के गर्छ त शुद्ध रगत अब फोक्सोबाट यता लेफ्टबाट पनि राइटबाट पनि दुईवटा छ जुन पल्मोनरी भेन्स तिनीहरूले रगत बोकेर आउँछन् र खोलिदिन्छन् यो लेफ्ट हरिकलमा कहाँ खोल्छन् रे लेफ्ट हरिकलमा खोलिसके पछाडि लेफ्ट हरिकल र लेफ्ट भेन्ट्रिकलको बिचमा पनि यहाँ भल्भ छ हेर त यहाँ सेतो यस्तो अंश जस्तो देखिरहेको छ है तिमीहरूले यो भल्भलाई भन्छौँ हामी बाइकस्पिड भल्भ भन्छ के भन्छ बाइकस्पिड भल्भ यो भल्भ खुल्छ खुलेपछि यहाँको रगत कहाँ आएर जम्मा हुनुको केटाकेटी लेफ्ट भेन्ट्रिकलमा जम्मा हुनु भयो है लेफ्ट भेन्ट्रिकलमा जम्मा भइसके पछाडि लेफ्ट भेन्ट्रिकलबाट अब यहाँ एउटा ठुलो यस्तो रातो देख्यो तिमीहरूले यो चाहिँ मानव शरीरको सबैभन्दा ठुलो धमनीको नाम हो औटा भन्छौँ हामी यो खुली पछाडि यहाँ पनि एउटा भल्भ देख्यो होला है फेरि यो नानीले चाहिँ भनिदिनु भएन मान्छेले यो भल्भको नाम हो अओर्टिक भल्भ यो अओर्टिक भल्भ खुल्छ रगत अब यो अओर्टामा जान्छ अओर्टाबाट यसरी हाँगाबिना आर्टरिजलाई डिभाइड गर्नेलाई हामी आर्टरियल्स भन्छौँ के भन्छौँ रे अब यो चाहिँ हाँगाबिना खाँदै हाम्रो शरीरमा पूर्ण रूपमा चाहिँ सबैतिर के हुन्छ भने यो रगत ट्रान्समिट हुन्छ अक्सिजनेटेड ब्लड जान्छ त्यही अक्सिजनेटेड ब्लड हाम्रो शरीरको विभिन्न भागमा गएको कारणले गर्दाखेरि हामी यसरी मजाले हिँड्न सकेका छौँ बोल्न सकेका छौँ काम गर्न सकेका छौँ अनि यसको फोक्सोमा समस्या भयो भने रगत शुद्धिकरण हुन गाह्रो पर्छ त्यो अवस्थामा पनि हामीहरूको के हुन्छ भन्दाखेरि हामीलाई गाह्रो हुने हामी बिरामी पर्ने सम्भावना बढी हुन्छ है त्यसरी लगाएका रूपमा मैले अघि नै पनि भने हामी त बरु थकाइ लाग्यो भन्छौँ रेस्ट गर्छौँ सुत्छौँ ओर्छौँ तर हाम्रो मुटु फोक्सो इन्टरनल अर्गान्सहरू कुनैले पनि 1 सेकेन्ड पनि रेस्ट नगरिकन हाम्रो बडीमा चाहिँ रगत सप्लाई गरिरहेका हुन्छन् अब अर्को कुरा यहाँ ध्यान है नमराज यसरी चाहिँ औटाबाट हेर्नुहोस् है त्यो त अप्पर पार्ट अफ द बडी यता जाने भयो यहाँ अलिकति मैले यता देखेकै छैन औटाको अर्को भाग तल्तिर पनि निस्केको हुन्छ त्यसले चाहिँ हाम्रो शरीरको तल्तिर भागमा पनि त रगत पठाउनु पर्ने हुन्छ नि होइन त्यो रगत पठाउने काम गर्छ अब एउटा कुरा के याद गर भन्दाखेरि औटा वा आर्टरी हुन्छ नि आर्टरीमा चाहिँ रगत एकदमै बडी फोर्सले जानुपर्ने हुन्छ किन भन्दाखेरि मुटुबाट शरीरको विभिन्न भागमा रगत पुर्याउन त गाह्रो हुन्छ त्यो अवस्थामा बढी चाप उत्पन्न भएन भने रगत ट्रान्सफर हुँदैन त्यही भएर एकदमै धेरै फोर्सले गएको हुन्छ सो हाम्रो आर्टरिजमा यदि कुनै कारणवश घाउ चोटपटक लाग्यो भने त्यो रगत खानलाई के हुन्छ त असाध्यै गाह्रो हुन्छ मैले अस्तिको क्लासमा कि हिजो क्लासमा भनिदिएको थिएँ आर्टरिजबाट रगत निकाल्न पर्मिसन चाहिन्छ एकदमै स्पेसलाइज डक्टरले मात्र कुनै केसमा मात्र निकाल्न पाउँछ नत्र हामीहरूको रगत निकाल्नु भनेको केबाट हो रे सुपरफिसियलमा रहेका जति पनि नसाहरू छ तिनीहरू के हुन् हाम्रो ती भेन्सहरूले कुन रगत बोक्छ अशुद्ध रगत बोक्छ अशुद्ध रगत भनेको अक्सिजन नभएको रगत बोकिरहेका छन् अक्सिजनेटेड ब्लड चाहिँ हामीहरूको आर्टरिजले मात्र बोक्छ त्यसले मात्र बोक्छ रे आर्टरिज वा त्यसलाई हामी नेपालीमा भन्दा धमनी भन्छौँ शिरा भन्नुको मतलब हाम्रो भेन्स हो यो कुरालाई याद गरौँ यहाँबाट क्वेसन एक दुईवटा सोधौँ त ल भन्नुहोस् त प्रमुख मानव मुटुको तौल कति हुन्छ अरे 300 ग्राम पारो लेफ्ट हरिकल र लेफ्ट भेन्ट्रिकलको बिचमा कुन भल्भ हुन्छ अरे बाइकस्पिड भल्भ मन्जुला
राइट अरिकलबाट लङ्समा रगत लाने आर्टरी कुन हो? आर्टरी। भेरी गुड। पल्मोनरी आर्टरी। अब दिपेश भन्नु त मलाई लङ्सबाट राइट लेफ्ट अरिकलमा रगत ल्याउने कुन भेन्स हो? लङ्सबाट लेफ्ट अरिकलमा रगत ल्याउने भेन्सको नाम भन्नु त मलाई। थ्याङ्क यू सो मच क्लास। अब घरमा पनि